क्लास 12 फिजिक्सको आज मैले एउटा रोलिङ बडी अन इन्क्लाइन प्लेन भन्ने टपिक लिएर आएको छु। यो एउटा फुल डेरिभेसन हो। यसलाई सुरुदेखि अन्तिमसम्म स्किप नगरी हेर्नु होला। हामीलाई थाहा छ कुनै पनि बडी जब रोल गरिरहेको हुन्छ त्यो बडीमा दुई प्रकारको मोसन्स हुन्छ। एउटा हुन्छ ट्रान्सलेसन मोसन, र अर्को हुन्छ रोटेसनल मोसन। अब यो बडीलाई अब हामी सबैभन्दा सुरुमा यो फिगरलाई डिस्क्राइब गरौँ। फिगर चाहिँ एउटा इन्क्लाइन प्लेन छ जुन चाहिँ एङ्गल थीटा छ त्यसको, र यहाँ माथि एउटा बल राखिएको छ। बल भन्नाले यहाँ जे पनि हुन सक्यो, डिस्क हुन सक्यो, सर्कुलर अथवा स्फेयर हुन सक्यो, हलो स्फेयर हुन सक्यो होइन। यहाँ चाहिँ हामीले कन्सिडर गरेको छौँ एउटा कुनै एउटा बडी छ जुन चाहिँ रोलिङ गर्दैछ, जुन चाहिँ इन्क्लाइन प्लेनबाट रोल हुन्छ। अब मानौ यो बडी जसको चाहिँ मास एम छ, र रेडियस के छ त आर छ भने यसको वेट तलतिर एमजी लाग्छ र एमजी साइन थीटा भेलोसिटीले यो के हुन्छ त तलतिर रोटेट गर्छ र यसमा लाग्ने एङ्गुलर भेलोसिटी भनेको ओमेगा हुन्छ। त्यसो भए अब हामी कन्सिडर गरौँ यो बल चाहिँ रोटेट भयो, रोटेट हुँदै 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 कहाँ आयो त यो ठाउँसम्म आइपुग्यो, यो प्लेससम्म आइपुग्यो र यो प्लेससम्म आउँदाखेरि उसले कति डिस्टेन्स ट्राभल गर्यो त लेट एस डिस्टेन्स के गर्यो त उसले ट्राभल गर्यो। अब यो एस डिस्टेन्स ट्राभल गर्यो भनेपछि उसको हाइट कति, भर्टिकल हाइट चाहिँ उसले कति ट्राभल गर्यो भन्दाखेरि त लेट एच हाइट चाहिँ उसले के गर्यो त ट्राभल गर्यो। अब हामीलाई के थाहा पाउनु छ भन्दाखेरि हामीलाई चाहिएको छ त्यो बडीको चाहिँ एनर्जी चाहिँ कति भयो त, उसले ट्राभल चाहिँ कति गर्यो त, उसले ट्राभल गरिसक्दाखेरि उसको एनर्जी चाहिँ कति भयो। जस्तै बडी यहाँ केमा थियो, सुरुमा रेस्टमा थियो भने यो बडीमा भएको एनर्जी कुन हो त, यो बडीमा जब यो रेस्टमा थियो, रेस्टमा हुँदाखेरि योसँग एउटै मात्रै एनर्जी थियो जुन हो पोटेन्सियल एनर्जी। किनभने हामीलाई थाहा छ कुनै पनि बडीको यदि सर्टेन हाइटमा राखिएको छ भने त्यो बडीमा एक प्रकारको पोटेन्सियल एनर्जी हुन्छ र त्यो पोटेन्सियल एनर्जीलाई हामीले केले डिनोट गर्छौँ त एमजी यसले। अब यो बडीलाई हामीले रोटेट गराइयो, इन्क्लाइन छ र अर्को कुरा के बुझ्नुपर्छ त भन्दाखेरि रोटेट चाहिँ जस्तो पाए त्यस्तो सर्फेसमा हुँदैन। यहाँ हाम्रो रोटेसन भनेको प्योर रोटेसन हो। प्योर रोटेसन चाहिँ त्यस्तो सर्फेसमा हुन्छ जुन सर्फेस चाहिँ स्मुथ हुँदैन। भन्नुको मतलब यो सर्फेस चाहिँ अलिअलि के छ त यो यस्तो टाइपको छ, स्मुथ छैन, जसले गर्दाखेरि चाहिँ यहाँनिर एक प्रकारको फ्रिक्सन लागिरहेको छ अपोजिट डिरेक्सन। फ्रिक्सन छैन भने त्यो सर्फेसमा प्योर रोटेसन हुँदैन र त्यहाँ हुने रोटेसनलाई भन्छ स्मुथ रोटेसन। अब ल मानौँ यो सर्फेस चाहिँ के छ त हाम्रो स्मुथ छैन, त्यसो भए यहाँ यो के भयो त रोटेसनमा गयो। अब एङ्गुलर रोटेसन भयो भने पछाडि यहाँनिर एङ्गुलर भेलोसिटी हुन्छ ओमेगा। रोटेट भएर यो हाम्रो मानिलियो यो ए प्लेसबाट बी प्लेसमा आइपुग्यो, एदेखि बीसम्ममा उसले डिस्टेन्स ट्राभल गर्यो एस र भर्टिकल हाइट ट्राभल गर्यो एच। अब उसँग भएको पोटेन्सियल एनर्जी जब यहाँ रेस्टमा थियो त्यो थियो एमजिएच। यो जहिले पनि इक्वल हुन्छ कुनसँग त भन्दाखेरि काइनेटिक एनर्जी एउटा रोटेसनल प्लस अर्को काइनेटिक एनर्जी ट्रान्सलेसनल। किन भन्दाखेरि एनर्जी भनेको चाहिँ एउटा फर्मबाट अर्को फर्ममा चेन्ज हुन्छ र त्यो कहिले पनि जहिले पनि त्यो टोटल एनर्जी जुन सुरुमा थियो त्यहीसँग के हुन्छ त इक्वल हुन्छ। हाम्रो सुरुमा एनर्जी कति थियो त पोटेन्सियल एनर्जी थियो जसको फर्मुला हो एमजिएस। र अब त्यो रोटेसन आइसकेपछि त्यसमा एङ्गुलर भेलोसिटी आयो, एङ्गुलर भेलोसिटी आइसके पछाडि त्यहाँनिर के एड भयो त काइनेटिक एनर्जी एड भयो। दुई प्रकारको काइनेटिक एनर्जी एड भयो, एउटा रोटेसनल र अर्को ट्रान्सलेसनल। अब हामीलाई के थाहा छ त भन्दाखेरि रोटेसनल काइनेटिक एनर्जी भनेको हुन्छ हाफ अफ आई ओमेगा स्क्वायर र काइनेटिक एनर्जी ट्रान्सलेसनल भनेको कति हुन्छ हाफ अफ एम भी स्क्वायर। र यो भी भनेको के हो त यसको लिनियर भेलोसिटी हो, आई भनेको के हो त यसको मोमेन्ट अफ इनर्सिया हो,
डिपेन्ड गर्छ त्यो मोमेन्ट अफ इनर्सिया कुन हो, कुन बडीको लागि हो। जस्तै यो बडी अब सर्कुलर रिङ छ भने त्यसको मोमेन्ट अफ इनर्सिया हुन्छ यमआर स्क्वायर। होइन, त्यो थिन डिस्क हो भने त्यसको मोमेन्ट अफ इनर्सिया हुन्छ हाफ अफ यमआर स्क्वायर। त्यसको सोलिड स्फियर हो भने डिफ्रेन्ट हुन्छ, डिफ्रेन्ट अफ बडीको लागि डिफ्रेन्ट मोमेन्ट अफ इनर्सिया हुन्छ। अब हामीलाई के थाहा छ त भन्दाखेरि हाफ अफ आई ओमेगा स्क्वायर जस्ताको जस्तै लेखौँ प्लस हाफ अफ यम भी स्क्वायर। भी भनेको के हो त ओमेगा स्क्वायर र आर स्क्वायर, सरी क्यापिटल आर, आर भनेको यो बडी। अब यहाँनिर हामीले के गर्न सक्छौँ त भन्दाखेरि हाफ अफ आई, आई भनेको के हो त यम के स्क्वायर हो, जहाँ के भनेको के हो त रेडियस अफ गाइरेसन हो। सो यम के स्क्वायर ओमेगा स्क्वायर प्लस हाफ अफ यम, यो ओमेगा स्क्वायर आर स्क्वायर अहिले हामी भिकै टर्ममा लेखौँ हामी, किनभने यहाँ भेलोसिटी निकाल्दैछौँ अहिले। इक्वल्स टू यो सुरुमा यसलाई लेखौँ हाफ अफ यम भी स्क्वायर प्लस हाफ अफ यम के स्क्वायर। ओमेगा भी इजिकल टू के हो त ओमेगा आर हो। सो ओमेगा इक्वल्स टू भी बाई आर हामीले लेख्न सकिन्छ। सो यो हुन्छ ओमेगाको स्क्वायर भनेपछि भी स्क्वायर डिभाइडेड बाई आर स्क्वायर। यहाँबाट हाफ यम र भी स्क्वायर कमन आयो। त्यो कमन आइसकेपछि यहाँ के रह्यो, यहाँ रह्यो 1 प्लस यहाँ रह्यो के स्क्वायर बाई आर स्क्वायर। ओके, सो यता के थियो हाम्रो यम भी यहाँ छँदै थियो इक्वल्स टू यम जिएच इक्वल्स टू 1/2 यम भी स्क्वायर 1 प्लस के स्क्वायर बाई आर स्क्वायर भयो। यहाँबाट यम र यम क्यान्सल हुन्छ। सो 2gh 2 उता गएर मल्टिप्लाई भएको इक्वल्स टू भी स्क्वायर 1 प्लस के स्क्वायर बाई आर स्क्वायर रह्यो त। अब यहाँ के हुन्छ भन्दाखेरि यसलाई अर्को पेजमा गएर लेखौँ। सो के छ त 2gh इक्वल्स टू 2gh इक्वल्स टू छ हाम्रो भी स्क्वायर 1 प्लस के स्क्वायर आर स्क्वायर इक्वल्स टू भी स्क्वायर 1 प्लस के स्क्वायर बाई आर स्क्वायर। सो भी स्क्वायर इक्वल्स टू हुन्छ 2gh बाई 1 प्लस के स्क्वायर बाई आर स्क्वायर। अब हामीले यहाँ के बुझ्नुपर्छ त भन्दाखेरि जुन यो एच छ यसको भ्यालु भनेको यहाँबाट हेर्नुपर्छ, यो राइट एङ्गल ट्रायङ्गलबाट यो थीटा हो भने यहाँबाट के देखिन्छ त भन्दा यो थीटा हो भने साइन थीटा, यहाँ लेखौँ साइन थीटा इक्वल्स टू के हुन्छ त पर्पेन्डिकुलर भनेको यो हाम्रो एच डिभाइडेड बाई हाइपोटेनस भनेको यसले कति डिस्टेन्स ट्राभल गरेको छ, एस डिस्टेन्स ट्राभल गरेको छ, त्यसको डिभाइडेड बाई एच इक्वल्स टू एच भनेको के रहेछ त यस साइन थीटा। सो यहाँबाट हामी एचको भ्यालु लगेर हाल्नु v स्क्वायर इज इक्वल टू 2g यस साइन थीटा डिभाइडेड बाई 1 प्लस के स्क्वायर बाई आर स्क्वायर। यहाँबाट भीलाई राख्ने हो भने उतातिर के हुन्छ त अन्डर रुट 2g यस साइन थीटा डिभाइडेड बाई 1 प्लस के स्क्वायर बाई आर स्क्वायर। सो यसरी हामीले कुनै पनि रोलिङ बडीको चाहिँ भेलोसिटी चाहिँ के गर्न सकिन्छ त फाइन्ड गर्न सकिन्छ। त्यसै गरी हामीले एक्सेलरेसन पनि फाइन्ड गर्न सकिन्छ। एक्सेलरेसन हामीलाई थाहा छ, एक्सेलरेसन निकाल्नको लागि v स्क्वायर इक्वल्स टू u स्क्वायर प्लस 2s भन्ने हामीलाई फर्मुला थाहा छ। र यहाँ हामीलाई के थाहा छ भन्दाखेरि यसको इनिसियल भेलोसिटी चाहिँ के छ त 0 छ। त्यसो भए यो सिधै 0 भइहाल्यो, v स्क्वायर इक्वल्स टू के भयो त 2as भयो। सो ए इक्वल्स टू चाहिँ के रहेछ त v स्क्वायर बाई 2s रहेछ, अथवा v स्क्वायर इज इक्वल टू 2as। सो यो v स्क्वायरको ठाउँमा हामीले के राख्नु पर्छ 2as राख्नु पर्यो इक्वल्स टू 2gs साइन थीटा डिभाइडेड बाई 1 प्लस के स्क्वायर बाई आर स्क्वायर। यो 2 र यो 2 क्यान्सल हुन्छ, यो यस र यो यस क्यान्सल हुन्छ र ए इक्वल्स टू चाहिँ के आयो त साइन थीटा डिभाइडेड बाई 1 प्लस के स्क्वायर बाई आर स्क्वायर। सो यसरी हामीले चाहिँ एक्सेलरेसन ड्यू टु ग्राभिटी र
भेलोसिटी अफ द रोलिङ बडी चाहिँ फाइन्ड आउट गर्न सकियो।